यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूलाई कोशी प्रदेश तर्फबाट म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज यो नेपाली कांग्रेस कोशी प्रदेशको संगठन विभागद्वारा आयोजना गरिएको संगठन सुदृढीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका अध्यक्ष कोशी प्रदेश सदस्य मदन सदरौलाजी, कार्यक्रम उपस्थित हुनुभएका नेपाली कांग्रेस सभामुख डाक्टर कालुजी, कोशी प्रदेशका प्रवक्ता विश्वज्यू लगायत महासमिति सदस्यहरू, कोशी प्रदेशका सदस्य साथीहरू, मोरङ जिल्ला कार्य समितिका सचिवज्यू लगायत सदस्य साथीहरू, क्षेत्र सभापतिज्यूहरू, प्रदेश सभापतिज्यूहरू, गाउँनगरका सभापतिज्यूहरू, वडा कार्य समितिका सभापतिज्यूहरू लगायत उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू, म मोरङ क्षेत्र नम्बर 2 सभापतिज्यू र प्रदेश सभापतिज्यूहरूलाई म पुनः धन्यवाद दिन चाहन्छु। यो राम्रो कार्यक्रमको आयोजना गरिदिनु, आज हामीलाई यो कार्यक्रममा एउटा उत्साह प्रदान गरिदिनु। यस्तो अहिले कांग्रेस अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट उठिराखेको छ। देशका ठुला राजनीतिकहरू एउटा अवस्थामा गुज्रिनु परिराखेको छ। यस्तो अवस्थामा पनि आज कांग्रेस एक ढङ्गले, एक चित्तले, एक मनले आज आफ्ना कुराहरू हालेर राख्नु भयो। यो कार्यले, यहाँको सुझावले कांग्रेसलाई थप ऊर्जा प्राप्त भएको छ र करिब 16-17 जना वडा सभापतिज्यूहरूले प्रत्यक्ष उभिएर आफ्ना वार्डका कुरा राख्नुभयो। राष्ट्रिय राजनीतिका सम्बन्धमा केही कुरा राख्नुभयो। वार्डका सचिवज्यूहरू, वार्डका साथीहरू, महासमिति सदस्यहरू, प्रदेश सदस्य साथीहरूले, जिल्लाका साथीहरूले राख्नुभएको छ। हामी खास गरिकन कोशी प्रदेशले अहिले संगठन विभागद्वारा हामी नेपाली कांग्रेसको यो कोशी प्रदेशमा संगठनको स्थिति अवस्था कस्तो छ, हामी कांग्रेसका नेता कार्यकर्ताको अवस्था कस्तो छ, यो कुरा हामी बुझ्न आएका छौँ। त्यसैले आज हामीले बोल्नुभन्दा पनि हामी तलबाट, झन् भुइँबाट, भुइँ भनेको हाम्रो वाडा कमिटी हो, वार्डका सभापतिहरूको विचार हामी सुन्ने प्रयत्न गर्छौँ। यो सुन्नु जरुरी छ, सुन्नुपर्छ हामीले, किनकि नेपाली कांग्रेस 2006 सालमा आधिकारिक रूपबाट स्थापना भएको पार्टी हो। 2006 सालदेखि 81 सालसम्म आउँदाखेरि आज नेपाली कांग्रेस 75 वर्षको भएको छ। यो 75 वर्षमा नेपाली कांग्रेस पार्टी प्रवेश गर्दै गर्दाखेरि यो पार्टीको अवस्था के छ, अहिले कस्तो छ? एउटा घर हो, पार्टी भनेको घर हो, घरभित्र हामी छौँ र हामी बसेको घर कस्तो छ, घरको झ्याल कस्तो छ, ढोका कस्तो छ, कोठाहरू कस्ता छन्, भुइँ कस्तो छ, खानु कस्तो छ, यो त हामीले पहिला बुझ्नुपर्छ। अनि जहाँ बिग्रेछ त्यहाँ बनाउन अनि मात्र बलियो हुन्छ नि। त्यो बनाउनको लागि त हामीले बुझ्नु पर्यो नि त, घरभित्र बस्ने मान्छेहरूको सबै कुरा। अघि साथीहरूले भन्नुभयो नेताहरू आउँछ, नेताको कुरा सुन्ने, कार्यक्रम सो कि हामी घर जाने, यो छ हाम्रो कांग्रेस पार्टीले। तर त्यो कुराको अन्त हामीले गरेका छौँ। तलको कुरा हामी सुनेका छौँ, किनकि आज यो नेपाली कांग्रेसलाई बचाउने व्यक्तिहरू, कार्यकर्ताहरू, नेताहरू नै तपाईँहरू तल आउनुहुन्छ, यो कुर्सीमा बस्ने हुनुहुन्छ। एक कुर्सीले कांग्रेसलाई बचाएको छ। आज साँच्चै भन्ने हो त, आज केन्द्रको कुरा गर्ने हो भने, केन्द्रको नेतृत्वको कुरा गर्ने हो त कांग्रेस उहिले सकिन्थ्यो। तर आज पार्टीभित्र ठुलो समस्या छ, गुटका कुराहरू छन्, हामी पनि कुनै न कुनै गुटमा छौँ। आज त्यो गुट पनि केन्द्रबाटै भएको छ, हामीले गरेका होइनौँ, होइन? यी सबै कुरालाई आज हामीले हेर्ने हो भने त कांग्रेस रहने अवस्था थिएन। तर जुन गुटमा भए पनि, हामी जहाँ गए पनि, तर हामी कांग्रेस हौँ भनेर आज कांग्रेस भएर हामी बसेको कारणले विभिन्न पीडा बोकेर, विभिन्न चाहिँ कठिनाइहरूको सामना गरेर, हाम्रा प्रतिपक्षीहरूको धक्का मुक्का, गाली मुड्की, बुट खाएर पनि, आज विभिन्न भनाइहरू खाएर पनि हामी कांग्रेस भएर बसेका छौँ। यही बसेको कारणले आज नेपाली कांग्रेस रहेको छ। हामी किन यसरी बसेका छौँ भन्दाखेरि हामी नेपाली कांग्रेस विचारले बनेको हामी
विचारले बनेको पार्टी हो। हामी जो कोही आज हामी काङ्ग्रेस हो नि, यो काङ्ग्रेसको विचारले तपाईँहरू काङ्ग्रेस बन्नु भएको छ। दिदीले भन्नुहुन्थ्यो, दिदी हुँदाखेरि कि विचार व्यक्ति विचार कहिले मर्दैन। काङ्ग्रेस विचारले बनेको पार्टी हुँदाखेरि काङ्ग्रेसभित्र जतिसुकै जतिसुकै अवस्था आए पनि काङ्ग्रेस मर्दैन। काङ्ग्रेस भनेको एउटा बीज हो। अलिकति एक थोपा भुइँमा पोखिदियो भने एक पार्टी हुन्छ भनेर बिपीले भन्यो। म त 22 वर्षको उमेरदेखि बिपीको सङ्गतमा बसेर बिपीको नजिकमा बसेर काम गरेँ। मलाई आज पनि सम्झना छ एउटा कुरा। म शङ्करदेवको विद्यार्थी थिएँ। बिपीलाई भेट्न हामी जान्थ्यौँ। प्रत्येक शनिबार बिपीलाई नेविसङ्घका विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुन्थ्यो। बिपी घाँटीको क्यान्सर भएर उपचारको लागि अमेरिका जाने बेलामा नेविसङ्घलाई एउटा बिहान 8 बजे कार्यक्रम बोलाउनु भएको थियो। हामी बिहारीभरिका काठमाडौँभरिका नेविसङ्घका विद्यार्थी बिपीलाई विदाई पनि गर्न र भेट्न पनि गएका थियौँ। म बिपीसँग नजिक थिएँ। बिपीले मलाई राम्ररी चिन्नुहुन्थ्यो। शङ्करदेवको विद्यार्थी, नेविसङ्घको विद्यार्थी भनेर चिन्नुहुन्थ्यो। अनि बिपीले मलाई बोलाएर मेरो काँधमा हात राखेर म जाँदैछु उपचारको निमित्त। अब यो काङ्ग्रेस तपाईँहरूको जिम्मामा छ। यो काङ्ग्रेस भोलि तपाईँले चलाउनुपर्छ। यो देशको जिम्मेवारी भोलि तपाईँहरूको काँधमा आउँछ भनेर बिपीले भन्नुभयो। म 22 वर्षको एउटा युवालाई यो देशको जिम्मेवारी यो काङ्ग्रेस तपाईँले चलाउनुपर्छ भन्ने कुरा त्यो दिमागमा बसेन। काँधमा हात राख्नु भएको छ। अहिले पनि म काँध सम्झिन्छु, बिपीको हात मेरो काँधमा सम्झिन्छु। तर 2070मा म झापा क्षेत्रमा 2बाट पहिलो प्रतिनिधिसभा निर्वाचन लडेर मत माग्न जनताको घरमा जाँदै गर्दाखेरि बिपीले भनेको त्यो कुरा मैले त्यति बेला सम्झेँ कि यो देशको जिम्मेवारी तपाईँहरूको काँधमा आउँछ भनेर भन्नुभएको मैले सम्झेँ। त्यति बेला सम्झेँ हो त काङ्ग्रेसबाट अहिले उम्मेदवार भएर भोट मागेर हिँड्दैछु होइन। भोलि जित्यो भने मान्य हुन्छु, मान्य भयो भने मन्त्री हुन्छु र देशको जिम्मेवारी त आयो त। यो भन्नुभयो बिपीले भनेर कति वर्ष पछाडि मैले बिपीले भने। त्यसै यो बिपीले बनाएको पार्टी, बिपीको विचारले बनाएको यो पार्टी, त्यो विचारले हामी आज काङ्ग्रेस भएको। हामीलाई कसैको लोभ लाग्छ र हामी काङ्ग्रेस भएका हामी। र त्यसैले यो विचार यति बलवानले मर्दैन। त्यसैले काङ्ग्रेसभित्र जतिसुकै जे भए पनि काङ्ग्रेस कहिले सकिँदैन। हामी गर्व गर्नुपर्छ हामी काङ्ग्रेसको सदस्य हुँदा। बिपी जस्तो नेता आज हामी पाउँदा हामीले गर्व गर्नुपर्छ। आज कम्युनिस्टहरू छन्, धेरै पार्टीहरू छन्। आज कम्युनिस्टको सिद्धान्त छैन, कम्युनिस्टको विचार छैन होइन। हाम्रो त सिद्धान्त, हाम्रो विचार भनेको त लोकतान्त्रिक समाजवाद, प्रजातान्त्रिक समाजवाद, राष्ट्र राज्य प्रजातन्त्र, यो हाम्रो विचार हो। लोकतन्त्र समाजवाद हाम्रो आदर्श हो, हाम्रो सिद्धान्त हो। त्यो विचारलाई बोकेर हामी काङ्ग्रेस भएका हौँ। आज कम्युनिस्टहरूसँग त्यो विचारै छैन। उनीहरू के भन्छ, सर्वहारा वर्गको अधिनायकत्व भनेको चाहिँ आज कम्युनिस्ट हो। त्यो भनेको सर्वहारा वर्ग भनेको त्यो केही छैन, श्रीमती पनि छैन। त्यस्तो वर्गहरूको चाहिँ अधिकार, त्यस्तो वर्गहरूको चाहिँ नेतृत्वलाई सिद्धान्त मान्न सकिन्छ, विचार मान्न सकिन्छ। सर्वहारा वर्गको अधिनायकत्व। त्यसैले अहिले आज हेर्नु सारा कम्युनिस्टहरू आज हाम्रो लोकतन्त्र, हाम्रो प्रजातन्त्र, हाम्रो गणतन्त्र भन्छ। सिद्धान्त छैन उनीहरू, तर हामी त्यो सिद्धान्तले बाँचेको छौँ। त्यसैले गर्दाखेरि आज जतिसुकै देशमा उथल पुथल परिस्थिति, काङ्ग्रेसको विरोधमा जे भए पनि काङ्ग्रेस केही हुनेवाला छैन साथीहरू। तपाईँहरू आपत्ति नमान्नुहोस्। अहिले सामाजिक सञ्जालको पछाडि तपाईँ नलाग्नुहोस्। सामाजिक सञ्जालले हाम्रो सबैको दिमाग घुमाइदिएको छ, बिगारिदिएको छ। काङ्ग्रेस सके भनेका छ। हाम्रो नेताहरूलाई हामी चोकमा बसेर गाली गरिराखेका छौँ होइन। अनि राजाको बयान पनि हामी गर्दै हिँड्दैछौँ होइन। लोकतन्त्रको विकल्प लोकतन्त्र हो। जबसम्म यो देशमा संविधान जीवित रहन्छ राजतन्त्र आउँदैन, राजा आउँदैन। जति नै गर्दैन। हामीले 2007 सालदेखि क्रान्ति गर्यौँ लोकतन्त्रको लागि होइन। लोकतन्त्रलाई हामीले 7 सालमा स्थापना गर्यौँ। फेरि राजा महेन्द्रबाट लोकतन्त्र खोसियो, प्रजातन्त्र खोसियो। त्यसो निमित्त फेरि काङ्ग्रेस लड्यो। फेरि 46 सालमा हामीले पुनर्स्थापना गर्यौँ। फेरि ज्ञानेन्द्रले खोसे, फेरि हामीले 62 पुनर्स्थापना गर्यौँ। हो, यो समयमा हामीले गल्ती गर्यौँ, हाम्रो नेताले गल्ती गरेको छ। लोकतन्त्रको एउटा सुन्दर पक्ष के हो भने
राम्रो काम गर्यो भने ऊ रहन्छ, नराम्रो काम गर्ने हटेर जान्छ। हामीलाई नेता भनेर हामीले मानेर पनि हुँदैन। मैले हामीले मानेनौँ भने हामीले मानेको नेता पनि मैले रहँदैन, हामीले मन परेको नेता रहँदैन। त्यसैले राम्रो काम गर्ने मान्छे गर्छ, राम्रो काम नगर्ने मान्छे जान्छ, जो भए पनि होइन। त्यसले गर्दाखेरि यो विशेषता आज नेपाली काङ्ग्रेस। त्यसैले काङ्ग्रेसको लागि हामी जिउ ज्यान दिएर लागेका छौँ, केही त पाएको छैनौँ होइन। त्यसले गर्दाखेरि यो विचारले हामी बनेको हुँदाखेरि यो विचार मर्दैन, त्यसैले काङ्ग्रेस मर्दैन छ। यो हल्लाको हावाको पछाडि हामी नकुदौँ। हामी कुदिराखेका छौँ, मलाई थाहा छ। हामीले भन्दा पनि कति साथीहरूले पत्याउनु हुन्न, त्यो पीडा पनि छ होइन, पीडा पनि छ। कति हाम्रो काम भएका छैन, कति हामीले सुख पाएका छौँ होइन। तर जे भए पनि हामी काङ्ग्रेस छोड्न सक्दैनौँ। सिके प्रसाई अब नेपाली काङ्ग्रेस समाजवादी नेता, एउटा विद्वान नेता हो काङ्ग्रेसको। उहाँले के भन्नुहुन्थ्यो भने हरेकचोटि उहाँले बोल्दाखेरि एउटा नयाँ नयाँ कुराहरू भन्नुहुन्थ्यो कि थलो छोड्यो भने हिलोको किलो हुन्छ अरे। थलो भनेर हाम्रो घर काङ्ग्रेस होइन, काङ्ग्रेस हामीले छोड्यो भने के हुन्छ अरे भन्दा हिलोमा जति नै किलो ठोक्नुहोस् न त्यो लड्छ हेर्नुहोस्। आज काङ्ग्रेस छोडेर गएका मान्छे हेर्नुहोस् त, त्यही हिलोको किलो भएको छ। तर अरू पार्टी छोडेर आएका मान्छेहरू हेर्नुहोस् त काङ्ग्रेसमा आज शासन दिएर क्रान्ति गरेका मान्छे के पाएछन्, तर हिजो अर्को पार्टी छोडेर आएका मान्छेहरू काङ्ग्रेसमा नेता भएका छन्, अवसर भएका छन्, त्यस्तो पार्टी हो। त्यसैले हामीले यो थलो छोड्दैनौँ, हामी हिलोको किलो हुँदैन। यो काङ्ग्रेसको एउटा विशेषता, यो कुरो म भन्न चाहन्छु। अब मैले धेरै कुरा गर्न चाहेँ, दुई चार कुराहरू यहाँ आएका छन्, म त्यतातिर गएँ। अब यो धेरै गऱ्यो भने व्याख्या धेरै गरेर तपाईँहरू अल्छी लागेको छ, मलाई त बोल्ने जोस आइराखेको छ, फेरि कुरा गरौँला। अब यो सभापति धेरै सभापतिहरूले यो क्रियाशील सदस्य कुरा उठाउँदै हेर्नुहोस्। क्रियाशील सदस्य म अब उठेको विषयमा अलिकति प्रश्न पार्न चाहन्छु, अन्तिममा थोरै मेरो दुईवटा कुरा भनेर म समाप्त गर्छु। क्रियाशील सदस्य कुरा उठाउनु भएछ हेर्नुहोस्। हामी नेपाली काङ्ग्रेस भएपछि हामी पहिलो हुनेमा त क्रियाशील सदस्य हो। हामीले अघि कसले भन्नु विधानै हामीले हेरेको छैनौँ। पहिलो हुने त हामी क्रियाशील सदस्य। हामी काङ्ग्रेसको क्रियाशील सदस्य भएनौँ भने त हामी काङ्ग्रेस होइनौँ। हेर्नुहोस्, यो चारवटा झन्डा पनि मैले हामी मत पाउँदैनौँ। यो चारवटा झन्डाको लागि मान्छेहरूले केसम्म गरेका छन् काङ्ग्रेसको लागेर भन्ने कुरो त्यो मैले पनि भोगेको, सुनेको, बुझेको कुरो छ होइन। त्यस कारणले गर्दा यो क्रियाशील सदस्य भनेको पहिलो काङ्ग्रेसको ठुल्ठुलो हो। हेर्नुहोस्, जम्मा 200 रुपियाँ लेबी होइन त, बरुमा 200 होइन, 200 रुपियाँ। ल यो 200 रुपियाँ भनेको 5 वर्षको लागि हो, 5 वर्षको लागि 200 रुपियाँ होइन, 3 वर्ष। तर हामी 5 वर्ष बनाउँ, 5 वर्ष पुग्छ हाम्रो। हेर्नुहोस्, अहिलेसम्म 5 वर्ष अगाडि अधिवेशन भएकै छैन। अझै लम्ब्याएर स्थानीय तहको निर्वाचन पनि टिकट बाँडेर फेरि अधिवेशन गर्नुपर्छ भन्ने कुरा पनि आइराखेको छ होइन। यो अहिले 2 वर्षको लागि हो। 2 वर्षको लागि 200 रुपियाँलाई हिसाब गर्नुहोस् त, दिनको कति पर्छ, महिनाको कति पर्छ? महिनाको 100 रुपियाँ पर्छ, 1 महिनाको 100 रुपियाँ पर्छ। भनेपछि हामी काङ्ग्रेसको क्रियाशील हुँदै गर्दाखेरि 100 रुपियाँ पैसा पनि पार्टीलाई नदिने त मजदुरले दिन सकेन, एउटा गरिबले दिन सकेन भनेर लगाइदिएको छैन। त एउटा मजदुरले अहिले दिनमा हाजिरा पनि कति पाउँछ? 800 रुपियाँ एउटा मजदुरले पाउँछ। एउटा मिस्त्रीले 1200-1500 रुपियाँ एउटा मिस्त्रीले पाउँछ दैनिक। भनेपछि यदि नेपाली काङ्ग्रेसको एउटा मजदुरले एउटा गरिबले क्रियाशील दिन्छ भने महिनाको 100 रुपियाँ पनि नदिने त हामीले 100 रुपियाँ पैसा पार्टी दिएर क्रियाशील नहुने त पैसै छैन भनेर भन्नुभयो साथीहरूले। कसले गर्ने काम नदिरहेको कसले गर्ने आफ्नो भन्नु म त सुन्न अचम्म लाग्यो। हेर्नु, झापामा 700 रुपियाँ छ क्रियाशील नदीकरण, 700 रुपियाँ तिराछ नि त, सोध्नुहोस् गर। म सभापति झापाको 2 कार्यक्रम भएँ, 12 महाधिवेशनमा निर्वाचित भएँ, 13 महाधिवेशन निर्विरोध सभापति भएँ। म 12 महाधिवेशन सभापति भएपछि मैले झापामा 500 रुपियाँ क्रियाशील लगाएँ, क्रियाशीललाई लेबी लगाएँ। 500 रुपियाँ वर्षको 100 रुपियाँ एउटा क्रियाशील लेबी लगाएँ, 20,000 क्रियाशील झापा। त्यो क्रियाशील 500 रुपियाँ ले बापत
100 रुपियाँ वार्डलाई छोडिदिए, 100 रुपियाँ गाउँ नगरलाई छोडिदिए। त्यतिखेर प्रदेश सभा निर्वाचन क्षेत्र थिएन, 100 रुपियाँ क्षेत्रलाई छोडिदिए, 200 रुपियाँ जिल्लाले ल्याए। त्यही पैसाले पार्टी चल्यो। वडा सभापति खुसी भयो। वडा सभापति अब यो मोरमा गर्नुहोस् भनेको गर्नु न। हिजो पनि मैले सचिवज्यूलाई भने होइन, लेबी लिनुहोस्। एक दिन साथीहरू भन्नुहुन्छ, तर बुझाउनु पर्यो नि त के को लागि लेबीले बुझाउनु पर्यो नि त। लेबी पैसा तिर्ने साथीले बुझाउनु पर्यो नि त। बुझ्यो भने त तिर्नुहुन्छ त पैसा। 20,000 क्रियाशील लेबी तिर्यो, 1 करोड पैसा मैले उठाएँ। त्यो पैसा वाडा पनि गयो, गाउँ पनि गयो, क्षेत्र पनि गयो, जिल्लामा मैले बाहिर। म सभापति 10 वर्षमा झापाको 1 पैसा मैले व्यापारीसँग पैसा उठाएर, पैसासँग ऋण मागेर, पैसा साबत मागेर मैले पार्टी चलाउनु पर्यो। महिनाको 60,000 रुपियाँ लगभग सबै अतिथि खर्च गर्दाखेरि लाख रुपियाँ महिना खर्च थियो झापाको। 3टा कर्मचारी थिए, 60,000 कर्मचारीको तलब दिनु पर्यो। टेलिफोन, बिजुली, खाने पानी, अतिथि सरकार मिटिङमा बैठकका चिया पानीका कुराहरू। नेताहरू आउनुहुन्थ्यो झापामा, त्यही ट्रेन्ड छ अहिले। मैले होमस्टे गराएको थिएँ, म होटल लादिनँ थिएँ। पार्टीको साथीहरूको एउटा बस्ने ठाउँ थियो। को नेता आउँदा कसो घरमा राख्थ्यो। त्यतिखेर नेताहरूलाई बडा खुसीसँग सत्कार गरेर झापामा राख्थ्यो, पैसै पर्दैन थियो। त्यो त हामी नेतृत्वमा बसेका साथीहरूले भन्नु पर्यो नि त, बुझाउनु पर्यो नि त। यसो गरेर भन्नु पर्यो नि त। 300 रुपियाँ हामीहरू दिइरहेछौँ क्रियाशील होइन। त्यसले गर्दाखेरि यो क्रियाशीलको बारेमा म वडा सभापति साथीहरूलाई भन्छु, हेर्नुहोस् अधिकार कुरो गर्नुभयो। नेपाली काङ्ग्रेस प्रेसिडेन्टल राइट सिस्टम, सभापतिको पद्धति प्रणालीमा नेपाली काङ्ग्रेस सभापति अलिमा हो। फेरि केन्द्रको सभापति हाम्रो शेरबहादुर देउवा भन्दा वार्डको सभापति बलियो छ, उसको अधिकार बढी छ। नबुझेर हामीले नबुझाएर पनि हो होइन। किन बलियो छ भने शेरबहादुर देउवाको वार्डको सभापतिले उहाँको क्रियाशील नवीकरण सिफारिस गर्दैन भने उहाँको नवीकरण हुँदैन। शेरबहादुरजीको केन्द्रीय सभापति चट त्यस्तो अधिकार छ वडा सभापतिहरू। मेरो अनुरोध वडा सभापति साथीहरूलाई, गाउँ नगरका सभा नेतृत्व साथीहरूलाई, जिल्लाका प्रदेशका क्षेत्र साथीहरूलाई, यो क्रियाशीलको पैसा हामी तिर्न सक्दैनौँ। 200 रुपियाँ पैसा काङ्ग्रेस क्रियाशील भाइ बापत अर्कासँग मागेर लिने, त्यो त काङ्ग्रेसको त क्रियाशील गौरव। क्रियाशील नभइकन काङ्ग्रेस हुँदैन। अघि पनि मैले भने 200 रुपियाँ पैसाको लागि भने 5 वर्षको लागि पनि अर्काले हालेर क्रियाशील हुने। अनि त्यो पार्टीप्रति के माया हुन्छ र? सही कुरो होइन, काङ्ग्रेसप्रति के माया हुन्छ र? यो कुरो छोड्नु साथीहरू। अब यो 200 रुपियाँको लागि क्रियाशील सदस्य हुने साथीहरूले, नवीकरण साथीहरूले कसले दिन्छ, कसले हालिदिन्छ, हामीले पैसा छैन भन्ने यो कुरा छोडौँ, आफूबाट बन्द गरौँ है, नवीकरण गरौँ। किनभने हामीले भनिराखेका छौँ समयभित्र महाधिवेशन गर्नुपर्छ भनेर। अब समयभित्र हामीले क्रियाशील नवीकरणको कुरा टुङ्गाएनौँ भने के क्रियाशीलले महाधिवेशन गराउने, यो जिल्लाको अधिवेशन गराउने, गाउँको अधिवेशन गराउने, यो समयमा हाम्रो कुनै तहको अधिवेशन हुँदैन। क्रियाशील नवीकरण टुङ्गिएन भने कुनै पनि तहको अधिवेशन हुँदैन। 14औं महाधिवेशनमा पनि 5वटा जिल्लाहरूले महाधिवेशन भाग लिन पाएन। किन? क्रियाशीलको विवादले गर्दा, क्रियाशील नटुङ्गेको 5वटा जिल्लाहरू भोलि कतै हामी यो पैसा तिर्न सक्दैनौँ, क्रियाशीलको पैसा कसले हालिन्छ भनेर क्रियाशील नवीकरण गरियो न र यही विवाद मोरङमा रहिरह्यो भने भोलि मोरङ जिल्ला पनि अधिवेशनबाट वञ्चित रहन सक्छ। हामी भोलि कुनै केही प्रतिनिधि बन्न सक्दैन। त्यसले मेरो अनुरोध छ, यो 200 रुपियाँ पैसा पार्टीको लागि केही होइन, 5 वर्षको लागि हामी दिँदैछौँ। त्यसले गर्दा यसलाई चाँडोभन्दा चाँडो यो पैसा दिएर नवीकरण गरेर भोलि समयमा महाधिवेशन हुने बाटोलाई खुला गरिदिनुहोस्। यसमा आजैबाट हामी लाग्यौँ, म अनुरोध गर्न चाहन्छु। अब यो शिक्षकहरूको कुरा आएको छ। शिक्षकहरूले क्रियाशील नवीकरण गर्ने कि नगर्ने, के गर्ने भन्ने कुराहरू आएको छ। हेर्नुहोस्, यहाँ त बडो गाह्रो छ। हाम्रो नेपाली काङ्ग्रेस पार्टीलाई र हाम्रा नेतृत्वहरूलाई एउटा स्वार्थ समूहका ग्रुपहरूले आज कब्जामा राखेको छ। आज त्यसको पीडा हामीले भोगिराखेका छौँ। अब यो शिक्षकहरूलाई नवीकरण गर्न नदिने भन्ने कुराको राजनीतिक अधिकार त, शिक्षकहरूको राजनीतिक अधिकार त संविधानमा छ, संविधानले दिएको छ। भनेपछि संविधानमा भएको कुरालाई पनि हामीले ऐन नियम बनाएर
आज शिक्षकहरू अधिकार राजनीतिक अधिकारलाई हामीले हस्तक्षेप गर्ने यो त शिक्षकहरूको राजनीतिक अधिकारमाथि हस्तक्षेप भएको छ। नवीकरण गऱ्यो भने त्यो रिपोर्ट सरकारले दियो भने उसको जागिर पनि जाने भनेर कि सुमना श्रेष्ठले त्यो पनि निर्णय गरेको छ। हामी काङ्ग्रेस सरकारमै हुँदाखेरि पनि हामीले यो शिक्षकहरूको अधिकार हनन हुने निर्णय हामीले गरेका छौँ। यो कसरी भयो भन्दा त केही स्वार्थ समूहका मानिस बोर्डिङ स्कुलहरू कलेजहरू चलाउने स्वार्थ समूह भने यी मान्छेहरूको कारणबाट यी सामुदायिक विद्यालय कलेजहरूलाई चाहिँ अब यो हस्तक्षेप शिक्षकहरूबाट यो नीति बस यो काम भएको छ। त्यसैले हामीले भनेका छौँ, हामीले शिक्षक साथीहरूलाई भनेका छौँ कि तपाईँहरूको नवीकरण कोही हिम्मत गर्नुहुन्छ गर्नुहोस्, गर्नुहुन्न भने पनि जिल्लामा अभिलेख राख्नुहोस् भनेका छौँ। जिल्लामा अभिलेख राखिदिने त्यो नवीकरण भएको ठाउँ छ। भोलि अधिवेशनमा पनि उहाँहरूलाई भाग लिन दिए किन राज्यले त्यो अवस्था पुर्याएको शिक्षकहरूलाई उहाँले त होइन, तर पनि धेरै शिक्षकहरूले हिम्मत गर्नुभएको छ। धेरै शिक्षकहरूले चाहिँ एउटा अभिलेखको रूपमा चाहिँ पठाउनु भएको छ। त्यसले गर्दाखेरि यो शिक्षकहरूको नवीकरणको बारेमा उसले शिक्षकले जे चाहन्छ नवीकरण गर्न चाहनुहुन्छ गरिदिने, गर्नुहुन्न मेरो अभिलेख राखिदिने। त्यो अभिलेख राख्नु भनेको नवीकरण भएको कुरा ठान्नु पर्यो। हामी पार्टीका नेता कार्यकर्ता सङ्गठनका साथीहरू शिक्षकहरूको नवीकरण भएको हामी ठान्दैछौँ। किनभने आज मात्र भएको शिक्षकहरू 2007 सालको क्रान्तिदेखि नै राणाहरूको अन्तका लागि पार्टीले गरेको आन्दोलनदेखि नै शिक्षकहरूको भूमिका छ। पञ्चायत कालमा शहादत प्राप्त गरेका छन्, माओवादी द्वन्द्वकालमा शहादत प्राप्त गरेका छन्। हाम्रा 80जना शिक्षकहरू शहीद भएका छन्। के को लागि भन्दा लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि, काङ्ग्रेसको आन्दोलनमा सहभागी भए बाबत, काङ्ग्रेस भए बाबत देशभर 83जना हाम्रो शिक्षकहरू मारिएका छन्। त्यति सम्मान त हामीले गर्नुपर्छ शिक्षकहरूलाई। त्यसैले शिक्षकको नवीकरणको सम्बन्धमा गर्नेले खुला गरिदिने, नगर्नेको अभिलेख राखिदिने मैले साथीहरूले पुनः स्पष्ट पार्न चाहे। गठबन्धनको कुरा पनि आयो। हेर्नुहोस्, अब गठबन्धन अहिले 3 तहमा छ। 3 तहमा छ। सङ्घमा छ। सङ्घमा चाहिँ हाम्रो काङ्ग्रेसबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, मामन्त्री गहन थापा हुनुहुन्छ। 3 सदस्य संयन्त्र छ। एमालेबाट केपी शर्मा ओली, विष्णु पौडेल र ईश्वर पोखरेल 6जना सङ्घमा छ। प्रदेशमा काङ्ग्रेसबाट म छु, हाम्रो महामन्त्री उमेश थापा हुनुहुन्छ, अर्को महामन्त्री भौतिक मन्त्री भूपेन्द्र राई हुनुहुन्छ। हामी काङ्ग्रेसको 3जना। एमालेबाट सङ्घमा प्रदेशमा शेरधन राई, घनश्याम खतिवडा, शेरधन राई पूर्व मुख्यमन्त्री एमालेको प्रदेशको इन्चार्ज, घनश्याम खतिवडा प्रदेश सभापति, अहिलेको मुख्यमन्त्री हिम्मत कार्की। र जिल्लामा हाम्रो सभापति टेकबहादुर लिम्बुजीको उसमा कोले बनाउनु भएको छ। र जिल्लामा एमालेको जिल्ला अध्यक्ष, जिल्ला तहसम्म अहिले हाम्रो संयन्त्र बनेको छ। तर जिल्लामा चाहिँ संयन्त्रको मिटिङहरू भएको छ। हामीले प्रदेशमा धेरै मिटिङ गरिसकेका छौँ, सङ्घमा पनि भएको छ, तर जिल्लामा भएको छैन। जिल्लामा हाम्रो यो संयन्त्रको मिटिङ नभएको कारणबाट अहिले हामी गठबन्धनमा भए पनि आज हामीलाई जिल्लादेखि तल्लो तहसम्म हामीले समस्या आएको छ। यो तल जिल्ला तहको मिटिङ नभएको कारणले गर्दा म डिबाजीलाई पनि भन्नुला। आज यहाँ कुरा पनि उठ्यो, सचिवजी नै हुनुहुन्छ, संयन्त्र के हो निर्माण भएको छैन, तुरन्त बनाएर बस्नु पर्यो। जिल्लाको समस्याको बारेमा, गठबन्धनमा देखिएका समस्याको बारेमा यो चाहिँ गर्नु पर्यो। यो गठबन्धनको कुरा त अघि साथीहरूले भन्नुभएको छ, यो 2टा दलले चाहेर सरकारमा जानको लागि भएको होइन। यो हाम्रा शहीदहरूले के अरे को बलिदानबाट प्राप्त गरेको उपलब्धि, नेपाली जनताको पसिनाबाट प्राप्त गरेको उपलब्धि र हामी पार्टीहरूले पटक गरेको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिहरूको रक्षाको लागि आज 2 दल गठबन्धनको रूपमा उभिनु पर्यो। सरकारमा जानुको रहरले होइन, बाध्यताले। नेपाली जनताले पनि केही चाह्यो, तर अघि कुरा पनि आयो। खास गरिकन किन गठबन्धन भयो त भन्दाखेरि संविधान संशोधनको कुरा छ, सुशासनको कुरा छ, आर्थिक अनुशासनका कुराहरू छन्। र यी सब कुराहरूलाई ध्यानमा राखेर एउटा जनताले चाहिँ एउटा चाहिँ लोकतन्त्रको अनुभूति गर्न पाउँ, जनताले राज्यबाट एउटा राहत प्राप्त अनुभूति गर्न पाउँ भन्ने उद्देश्य राखेर गरेको। तर सरकार पनि अल्मलियो, गठबन्धन सङ्घमा अल्मलियो। अब त यस्तो परिस्थिति आएको छ। हेर्नुहोस्,
आज नेपाली काङ्ग्रेस एमाले र माओवादीको विरुद्धमा त मान्छेहरू सडकमा ओर्लेर मर्न मार्न तयार भएर कुदेको हामी चाहिँ 15 गते घटनाले हामीले देखाइसकेको छौँ होइन। त्यसले गर्दा अब सचेत हुनु पर्यो हाम्रो नेताहरू। अहिले पनि सचेतना छैन, नेताहरू छैन, आफ्नै धुनमा आफ्नै उसमा लागेको हामीले पाइराखेका छौँ। अब पनि राष्ट्र जनताप्रति र मुलुकको समस्याप्रति आज यो गठबन्धन नेताहरू फेरि पनि सचिनु भएन, सचेतनाको एउटा ज्ञान पलाएन भनेदेखि दुर्भाग्य हुने अवस्था छ। त्यसैले अब हामीमा जे भए पनि जस्तो भए पनि एमालेसँग हाम्रो कुरा मिले पनि नमिले पनि अब यो गठबन्धनलाई हामीले चौक्राइसम्म लिएर जानुपर्ने हाम्रो बाध्यता छ। एमालेको पनि बाध्यता छ, काङ्ग्रेसको बाध्यता छ। त्यसैले अब चाँडै नै जिल्लामा पनि गठबन्धनको मिटिङ बसेर जिल्लाभित्र धेरै समस्या देखिएका छन्। मोरङमा छ समस्या छ। अनि यो समस्यालाई चाहिँ गठबन्धनको मिटिङबाट यो समस्यालाई सेयर गरेर त्यसलाई समाधान गरेर अब गठबन्धन अगाडि बढ्नुपर्छ र यो गठबन्धनलाई 84 मा हामीले लानै पर्छ। यो हाम्रो बाध्यता हो। यो गर्न सकेनौँ भने भोलि 84 मा दुईटै पार्टी साथ कुरो पक्का छ होइन। नेताहरू त के हुँदैन, दुःख त फेरि हामीले पाउँछौँ, दुःख त हामीले पाउँछौँ। त्यसले हाम्रो लागि पनि यो के अरे उसलाई गठबन्धनलाई 84 मा हामीले टिका लानुपर्ने हाम्रो बाध्यता छ। यो कुरो हामीले सबै ढङ्गले बुझ्नु जरुरी छ। अब योजनाको बारेमा अलिकति म भन्छु तपाईँहरूलाई। धेरै कुरा त भन्दै थिएँ मैले भन्न थालेँ, मैले धेरै छटपट गरेँ। आवश्यक कुरामा चाहिँ मैले भने योजना यसपालि कोशी प्रदेश सरकारले योजनाको नयाँ नीति ल्याएको छ। पहिलाको सिस्टम टोटली कोल्याप्स गरेको छ। अब नयाँ नीतिबाट कोशी प्रदेश सरकारले योजना अब लन्च गर्छ, योजना निर्णय गर्छ र त्यसलाई कार्यान्वयन गर्छ। होइन, यहाँ तपाईँले कुरा उठाउनु भयो, योजनाको कुराहरू उठाउनु भएको छ, सडकका नाममा दिनुभएको छ, विभिन्न के अरे योजनाको कुराहरू हुनुभएको छ। कि यसपालि के भयो भने कोशी प्रदेश सरकारले पहिला योजना ब्याङ्कमा योजना स्वीकृत गर्छ। योजना ब्याङ्कमा योजना स्वीकृत गरेर तपाईँले पठाएको कुरो मैले सुनेँ। पठाएको छैन भने अझै पनि चैतभित्र के अरे सम्बन्धित मन्त्रालयमा खानेपानी मन्त्रालयमा के अरे तपाईँहरू सडक छ भने पूर्वाधार विकासमा, भवनहरू छन् भने के अरे तपाईँको शहरी विकासमा होइन, स्कुलकाहरू छन् भनेदेखि सामाजिक संस्था मठ मन्दिर छ भने सामाजिक विकास सम्बन्धित मन्त्रालयमा एउटा फर्मेट छ, त्यो भरेर त्यो त्यहाँ दर्ता गराउन सक्नुहुन्छ। त्यहाँ दर्ता गराएपछि त्यो सबै योजनाहरू योजना ब्याङ्कमा योजना आयोगले स्वीकृत गर्छ। आज पनि मोरङको 6 नम्बर र 4 नम्बर क्षेत्रको मनासु पार्टी प्यालेसमा आज योजना के अरे आयोगको कार्यक्रम भइरहेको छ होइन। र अनि तपाईँले भन्नुभयो जीवी मार्ग भन्नुभयो, वर्ल्डका सडक भन्नुभयो, के भन्नुभयो होइन। हाम्रो अनुभवजीले भन्नुभयो, जीले कुरा राख्नुभयो होइन। अब यो योजना चाहिँ तपाईँहरूको त्यो योजना ब्याङ्कमा परेन भने हामी तपाईँले भनेको भरमा जो जस्तो तपाईँले लेखेर दिएको भरमा हामी योजना दिन सक्दैन। किनभने त्यसरी हामीले योजना ब्याङ्कभन्दा बाहेक योजना हामीले दियौँ भनेदेखि अप्ठ्यारो लागिरहेको छ। अप्ठ्यारोले बनाएको नियम यो किनभने भन्दाखेरि वास्तवमा योजनामा विकास निर्माणका काममा खानेपानी, बिजुली होइन, सडक, मठ मन्दिर, पार्टी भयो, आफ्नो के छ, मद्रसा भयो होइन, के छ माग्ने कुराहरू, गुम्बाहरू भए, यी माग्ने कुराहरू कस्तो भयो भनेदेखि पहुँच पुग्ने मान्छेले ल्याएको गएको योजना थपी ल्याएको एउटा योजनालाई काम गर्न सकेन, पैसा फिर्ती गरेर आएको छ। तर त्यो एउटा साधारण नागरिक जसलाई बाटो, पस, के अरे पुल, बिजुली, मद्रसा, गुम्बा, मठ मन्दिर के चाहिएको छ उसले भन्न सकेन, बोल्न सकेन, तर समस्या छ। त्यसको योजना पुगेन, त्यो योजना पाउँदै पाएन होइन। गुनासो यही त छ नि, गुनासो यही छ जनताको। त्यसले गर्दा यो पहुँच नपुग्ने जनताको पनि योजनामा पहुँच पुगोस् भनेर अब योजना ब्याङ्कको निर्माण गराएको छ। त्यो अप्ठ्यारो र हामीले योजना ब्याङ्कभन्दा बाहिर योजनामा हामीले योजना हाल्यो भने हामी माग्नेलाई पनि अप्ठ्यारो लाग्छ, दिनलाई पनि अप्ठ्यारो लाग्छ। त्यसले गर्दाखेरि अब योजना ब्याङ्क चैत मसान्तसम्ममा पूर्णता हुन्छ। त्यसपछि तपाईँहरू यो क्षेत्रका योजनाहरू के पठाउनु भएको छ, हामी यो क्षेत्रका साथीहरूसँग हामी विराटनगरै बस्छौँ, हामी बोलाउँछौँ, योजना ब्याङ्क ट्रायल हामी बोलाउँछौँ। त्यहाँबाट हामी यो क्षेत्रका योजनाहरू
हामी छनौट गर्छौँ यो क्षेत्रका साथीहरू नेताहरू साथीहरू अनि प्रतिनिधिहरू होइन जिल्ला प्रदेशका नेता साथीहरू गाउँ नगरका वार्ड अध्यक्षहरूसँग हामी बसेर पनि छलफल गरेर यहाँको योजनाहरूलाई योजना ब्याङ्कमा भएको योजनाबाट निकालेर म त्यहाँ प्रदेश सरकारबाट योजनालाई उपलब्ध गराउने कुरामा तपाईँलाई दिलाउने कुरा मेरो सहयोगको भूमिका हुन्छ म कोसिस गर्छु त्यो हामी गर्न सक्छौँ अहिले अब नयाँ नीतिबाट अब मात्रै हामी योजना पाउन सक्छौँ यो यहाँले प्रश्न बुझिदिनुपर्छ अर्को कुरा अब मैले अलिकति कोसिस प्रदेश सरकारको आफूबाट दलको नेता पटक मुख्यमन्त्री भन्नु मलाई होइन मुख्यमन्त्री अनि त्यो नाताले म अलिकति सरकारको अहिले कोसिस प्रदेश सरकारमा हामी छौँ हामी के गर्दैछौँ भन्ने कुरा भनेर म भनाइ गर्न चाहन्छु अहिले हामी कोसिस प्रदेशमा चाहिँ यो कृषिको अनुदान हामीले रोकेका छौँ कृषिमा जो पहिला अनुदान किसानहरूले ल्याउँथे नि 1 लाख 2 लाखदेखि 1 करोड 2 करोड 4 करोड 5 करोडसम्म अनुदान ल्याएर खाएका छन् किसानको नामबाट जो किसानै होइन होइन अर्का बोर्ड देखाएर अनुदान ल्याएको छ अर्का खाली देखाएर अनुदान ल्याएको छ होइन अनुदान नपाउन्जेल के अरे फाइलमा सबै फर्महरू छ बोर्ड पनि छ के अरे गाई पनि छन् होइन तपाईँको कुखुरा फार्म पनि छ माछा गाडी पनि छ अब के छन् नि के उद्योग छोरी उद्योगहरू कृषिसँग जोडेका उद्योगहरू छन् अनुदान ल्याएको भोलिपल्ट त्यो केही पनि छैन केही छैन सबै नक्कली किसानहरूले ब्याज ल्याएर अनुदान कृषिको अनुदान खाएर त्यो सही किसानहरूलाई माथि ठुलो अन्याय हो यो कुरा हामीले बुझेर अघिल्लो उसबाट कोसिस प्रदेश सरकारले अब जो किसानहरूले कृषिमा ऋण लिनु भएको छ ऋण लिने किसान हुनुहुन्छ किसानहरूले विभिन्न उद्देश्यमा ऋण लिनु भएको छ भने त्यो लिएको ऋणमा चाहिँ ब्याज कोसिस प्रदेश सरकारले यो 8 वर्षदेखि लिँदैछ कोही कृषिको ऋण लिनु भएको छ भने ब्याज दिने कुरामा तपाईँहरू आफ्नो प्रमाण लिएर आउनु होला ब्याज सरकारले दिन्छ कोसिस प्रदेश यो चाहिँ किसानलाई न्याय भयो नि त यो चाहिँ किसानको न्याय फेरि त्यो नक्कली किसानलाई त्यसको नक्कली किसानको ब्याज हामी तिर्दैन सरकारले तिर्दैन जो सही किसान छ जसले आफैले ब्याज खाएको छ जसको आफ्नो छ जे छ उद्देश्य जुन उद्देश्यमा उसले ऋण लिएको छ त्यो हुनु पनि पर्छ अनुगमन हुन्छ फेरि उसले त्यो कुन उद्देश्यमा ऋण लिएको छ त्यो उसको उद्योग त्यहाँ छ कि छैन अनुगमन हुन्छ अनुगमन भइसकेपछि ब्याज सरकारले दिन्छ यो एउटा कुरा अहिले कोसिस प्रदेश सरकारले नयाँ गर्दैछ तपाईँहरूले आफ्ना त्यो क्षेत्रभित्रका हाम्रा किसानहरू कोही छन् ऋण खाने पनि भनिदिनु दोस्रो कुरा हामी यो चैत 27 गते कोसिस प्रदेशमा पहिलोचोटि हामी पर्यटन वर्ष मनाउँदैछौँ चैत 27 गते तेह्रथुमको तिल्के भन्ने ठाउँमा त्यहाँ आरत गार्डनमा हामी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट यो कोसिस प्रदेशको पर्यटन वर्षको हामी उद्घाटन गर्दैछौँ हामीलाई यो प्रदेशमा के भयो भने यो जोगमनीदेखि किमा थाङ्कासम्मको यो सडक जो 370 मिटर लामो छ सबैभन्दा छोटोमा आएको यो दुईटा समृद्धशाली देश जो विश्वको अधिकांश सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक जोगमनी किमा थाङ्का सडक यसको विकास हामीले गर्न सकिराखेका छैन अहिले अरुण भ्यालीसम्म ट्र्याक पुर्याएर त्यहाँदेखि किमा थाङ्का हामी जोडेका छैनौँ यो सडकलाई हामीले जोड्न सक्यौँ भने हाम्रो यो प्रदेशमा कति जनसङ्ख्या हामी छौँ होला त्योभन्दा बढी पर्यटकहरू यो ठाउँमा आउँछ यताबाट इन्डियाबाट इन्डियनहरू आउँछन् चाइनाबाट चाइनिजहरू आउँछन् अहिले संसारमा सबैभन्दा बढी पर्यटनको सिलसिलामा घुम्ने रमाइलो गर्ने पैसा खर्च गर्ने यो ओल्ड उसले टुरिज्मले जस्टिफाई गरेको कुरा हो सबैभन्दा बढी खर्च गरेर सबैभन्दा धेरै नागरिक चाइनिज र इन्डियन जो हाम्रो उनीहरूको काखमा हामी छौँ र यो बाटो हामीले बनाउँछौँ अथवा बाटो नबनाइदिए पनि पर्यटनका निमित्त पूर्वाधार हामीले बनाइदियो भनेदेखि ती पर्यटकहरू आज हाम्रो प्रदेशमा आइदियो भने मात्रै पनि हामी यो प्रदेशको मुहार हामी खेल्छौँ आज पर्यटनका पूर्वाधार हामीले तयार गरिसकेका छौँ यसमा कोशी प्रदेशको सङ्घीय सरकारको पैसा चाहिँदैन यसमा निजी क्षेत्र नै लगानी गर्न तयारी छ निजी क्षेत्रले पूर्वाधार तयार गरेर चाहिँ पर्यटकलाई भित्राउने काम आज हाम्रो क्षेत्रका निजी क्षेत्रका साथीहरूले गर्दै त्यस कारणले गर्दा पहिलो चरणमा हामीले पर्यटनको माध्यमबाट
चाहिँ पर्यटकहरूलाई भित्राउँदैछु कोशी प्रदेश सरकार यो पहिलो काम। दोस्रो हामीले लगानी सम्मेलन गर्दैछौँ। यो लगानी सम्मेलन तपाईँको वैशाखको 18-19 गते लगानी सम्मेलन गर्दैछौँ। अहिले लगानी हामी केमा गर्दैछौँ सम्मेलन भनेदेखि कृषिमा छ, टुरिज्ममा छ, उद्योगमा छ, व्यापारमा छ होइन। जम्मा यो सबै गरेर तपाईँको 54वटा चाहिँ क्षेत्र बनेको छ, 54वटा प्याकेज बनेको छ। यो 54वटा प्याकेजमै राष्ट्र अन्तर्राष्ट्रिय त्यसमा यो लगानी बोर्डमा त लगानी गर्नको लागि त चाइनिजहरू, कोरियनहरू, जापानिजहरू पनि छन्, पैसा बोकेर आएका छन्। अहिले हामीले 54वटा इभेन्ट्समा अहिले विदेशी लगानीकर्ताहरूको पैसा 1,39 अर्ब रुपियाँ उनीहरूको आइसकेको छ, उनीहरूले कबुल गरिसकेका छन्। 19 गते हामी MOI मा सही गराउँदैछौँ विदेशी लगानीकर्ताहरू अझै थपिँदैछन्। त्यसले गर्दा के हुने भयो, यो लगानी सम्मेलन मार्फत के हुने भने यहाँको थप पर्यटन, यहाँको उद्योग, यहाँको व्यवसाय होइन, यहाँको कृषिका पनि धेरै कुराहरू छन्। कृषि जस्तो तपाईँको एभोकाडो खेतीदेखि लिएर अब यो विभिन्न यो के अरे तपाईँको यो हिमालको उसमा खाली ठाउँहरूमा कोदो रोप्ने, फापर रोप्ने, मकै रोप्ने। अब यो हिमालको फेदीमा, हिमालको फाटमा खेती गरेर जापानिजहरू पैसा बोकेर आएका छन्। उनीहरूलाई यो बुद्धको देश भनेर अनि त्यो हिमालको फेदीको त्यो अर्ग्यानिक उत्पादन उनीहरूले साह्रै रुचाउने चिज जापानिजहरूले उनीहरू रहेछ। अनि ठाउँ हाम्रो पैसा र के अरे काम हुँदैन, ठाउँ हाम्रो होइन, पैसा बोकेर यहीँ छ यो उनीहरूको जापानिजहरूको प्रोजेक्ट यो तपाईँहरूलाई म यो दिन्छु, उनीहरू काम गर्न तयारी छ होइन, कृषिमा। त्यसले गर्दाखेरि अब पर्यटनमा त्यस्तै छ। अब मैले तपाईँलाई लामो व्याख्या गर्न सकेँ। अब हामीले यो लगानी बचतलाई सफल गऱ्यौँ भने 1000 देखि 1100 पहिलो चरणमा हामी रोजगारी दिँदैछौँ। अब हाम्रो कम्तीमा पनि 1000-2000 हाम्रो युवाहरू वैदेशिक रोजगारीको लागि बाहिर जानु पर्दैन होइन। 1,39 अर्ब रुपियाँ त अहिले यो न प्रदेश सरकारको न सङ्घीय सरकारको यो आज स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको पैसा यो प्रोजेक्टमा हामी यो काम गर्नुहुन्छ। त्यस कारणले गर्दा यो लगानी सम्मेलन मार्फत हामीले यो कोशी प्रदेशलाई हामीले खास गरिकन अब एउटा रोजगारीलाई मेजर फोकस गरेर यो प्रदेशलाई एउटा चाहिँ आर्थिक रूपले सम्पन्न बनाउने। अब हामीले आगामी आर्थिक वर्षदेखि चाहिँ हामीले कोशी प्रदेशको बजेट बनाउनु सङ्घबाट हामीले पैसा ल्याउनु पर्दैन, सङ्घको मुख राख्नु पर्दैन, वैदेशिक रोजगारीको लागि हाम्रो युवाहरू बाहिर जानु पर्दैन, यी रोजगार सृजना। त्यसले गर्दा यो हाम्रो दोस्रो कार्यक्रम छ। तेस्रो चिया सम्मेलन हामी गर्दैछौँ। चिया अब हामी कोशी प्रदेश बाहिर पठाउँदैछौँ। हामीसँग एउटा गड गिफ्ट भनेको यो कोशी प्रदेशमा मात्रै छ त्यो चिया खेती, जो कोशी प्रदेशमा हुँदैछ, अरू कहीँ प्रदेशमा हुँदैन चिया खेती। यो गडले दिएको छ हामीलाई होइन। यो चिया किसानहरूलाई, चिया उद्योगीहरूलाई हामीले उनीहरूको समस्या बुझेर प्रदेश सरकारले सहयोग गरेर उनीहरू उत्पादन गरेको चियालाई बाहिर पठाउने हामी व्यवस्था गरिदियौँ भने त्यो हरेक प्रति केजी त्यो हिसाब प्रदेश सरकारको खातामा जम्मा हुन्छ, राजस्व मार्फत जम्मा हुन्छ। भनेपछि टिका सम्मेलन मार्फत हामीले धेरै फोकस टुरिज्म र कृषिमा गरेका छौँ, उद्योगलाई अहिले हामीले कम गरेका छौँ। अनि यो तीनवटा सम्मेलन हामीले सम्पन्न गर्न सक्यौँ भने कोशी प्रदेशलाई हामी समृद्ध बनाउँदैछौँ। अहिलेको हाम्रो यो दुई दलको एउटा ठुलो एउटा टास्क फोर्सको रूपमा हामीले एउटा टास्कको रूपमा एउटा के अरे एउटा ठुलो एउटा उद्देश्य यसलाई मागेर एउटा ठुलो लक्ष्य राखेर हामीले काम गर्दैछौँ। त्यसलाई अलिकति सरकारले के गर्दैछ, सरकारले कस्तो छ भनेर तपाईँहरूलाई त्यो पनि होला होइन। अहिले हामीले अब अहिले तीनवटा कुरा हामी कोशी प्रदेशलाई यो काम गर्न हामी लागिरहेको छौँ। यो काम सफल भयो भने हामी सबैको जय हुन्छ, कोशी प्रदेशको जय हुन्छ। त्यसले गर्दाखेरि सरकारको कुरा इलेक्सन अब मैले धेरै कुरा गर्नु छैन। अब अर्को कुरा एउटा अन्तिम कुरा छ मैले भन्न चाहेँ यो जस्तो हामीले अघि मैले भने यो हामीले यो राजनीतिक दलले यो नेतृत्वले कसैको राजनीतिक अधिकार हासिल गर्दैन। आज मोरङ क्याम्पसमा हामी पार्टीका नेताहरूले आज विद्यार्थीको अधिकार हासिल गर्दाखेरि आज त्यहाँ विद्रोह भएर देशभरि निमिषनले क्याम्पस जित्दै गर्दा मोरङ क्याम्पस कुरा आउँदा आज निमिषन मात्र होइन काङ्ग्रेसले पनि निस्किनु परेको छ।
आज विद्यार्थीको नेता चुन्ने अधिकार किन दिनुपर्छ होइन? झापामा 13वटा सामुदायिक क्याम्पस छ। हामीले कुनै पनि कोही नेताहरूले पार्टीले यो क्याम्पसको यो उम्मेदवार यो अध्यक्ष भनेर भनेनौँ। इकाइ समितिलाई त्यो अधिकार दियौँ हामीले। इकाइ समितिले गरेको अधिकार निर्णयलाई हामीले त्यो पार्टीले माग्यौँ। 13वटा सामुदायिक क्याम्पस छ, 9वटा क्याम्पसमा नेविसङ्घ नेविसङ्घले दिएको छ। सुन्दर त्यो बेलबारीमा त अब कुनै गुटको उम्मेदवार भएन भनेर त्यहाँ नेविसङ्घले उम्मेदवारी गर्न पाएन, दिन पाएन। यस्तो निषेध हुन्छ, पार्टीले निषेध गर्नुहुन्छ। अब यो किसान सङ्घको कुरा के हो? गोविन्द लिम्बू त्यहाँ आउनुहुन्छ। ओ गोविन्दजी, यहाँ यस्तो युवा साथी हुनुहुन्छ हेर्नुहोस्। आज पार्टीले एउटा आशा र भरोसा राखेको मान्छे, यो कहिलेदेखि हाम्रो यो पार्टीमा यो विधान लागू भयो? एउटा प्रदेशको अधिवेशन अर्को प्रदेशमा गर्नु, एउटा प्रदेश एउटा अन्त एउटा प्रदेशको नेता अर्को प्रदेशमा अर्को क्षेत्रमा गएर घोषणा गर्ने यो पार्टीमा कहाँबाट कसरी सुरु भयो? यो वैधानिक छ त? यो विधि सम्मत छैन, यस्तो काम गर्नु हुँदैन। हामी खालि यस्तो बेलामा आज काङ्ग्रेस कम्युनिस्टको विरुद्धमा जनता भन्न मार्न भनेर तयार भएर सडकमा आएको छ। हामी अझै कुट खोज्ने, अझै कुट चलाउने। आज स्थानीय तहका साथीहरूको जनभावना बुझेर हामी पार्टी चलाउने कि नचलाउने, हामी नेताहरू चलाउने कि नचल्ने त्यसरी। आज कुन गुटको नेता गोविन्द लिम्बू भएन र आज के अरे उता गएर अर्को क्षेत्रमा गएर प्रदेशमा गएर किसान सङ्घको अध्यक्ष घोषणा हुन्छ? यो गलत भएको छ। यसलाई कहाँबाट गलत भएको छ सुधार्नुपर्छ। जिल्लाका नेताहरू, यहाँका प्रदेशका साथीहरू यो कुरामा लागिदिनु पर्यो। तपाईँ लाग्नु खोजी गर्नु पर्यो। यदि यो कुरा संशोधन हुने प्रदेशमा आउँछ तपाईँ, यसको विचार हामी त्यहाँबाट बुझ्छौँ। त्यस कारणले गर्दा अब पनि हामी कुटै खोज्ने, कुटै चलाउने, अर्काको अधिकार हस्तक्षेप गर्ने, अनि यो ढङ्गले अब काङ्ग्रेस सदन भोलि काङ्ग्रेस आउँदैन। त्यसले गर्दाखेरि यो किसान सङ्घको अधिवेशन गलत भएपछि यसलाई संशोधन हुनुपर्छ। म प्रदेशका साथीहरूलाई, जिल्लाका साथीहरूलाई अवगत गर्न चाहन्छु। यो यसको छानबिन गरेर यसलाई चाँडो निकालिदिनुहोस्, भएन भने प्रदेशमा आउनुहोस्। म यिनै कुराहरू गर्दै फेरि पनि अन्तिममा यहाँले आज जो अवसर दिनुभयो, यत्रो कार्यक्रमको आयोजना गरिदिनु भयो, प्रदेशलाई ल्याएर उभ्याइदिनु भयो, तपाईँको कुरा राखिदिनु भयो। म सबै साथीहरूलाई म वार्ड सभापतिदेखि लिएर गाउँ नगर क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र जिल्लाका साथीहरू, प्रदेश साथी सबैलाई कृषि परिषद तर्फबाट धन्यवाद दिँदै